मौत के कुएं में खून का ग्रेवी। साह्रो छ है बर्थडे खानु चाहिँ। त बर्थडे भयो हैन नि। के हो अन्त के हो अन्त बर्थडेको बर्थडे केकको नामहरु पनि हेर्नुस् है। यो नामले त अब हामीले म चिन्छौँ। बडाको त अब अभियसली हो नि। ओके सो अहिले चाहिँ हामी यहाँ वेट गरिरहेछौँ गाडीको। हामीलाई चाहिँ माथि छिम्मी बहिनीले केक पठाइदिइरहेछ अनि त्यो रिसिभ गर्नु लागि हामी यहाँ सुभाषसङ्गमा बसिरहेछौँ। अनि यो चाहिँ हुन्छ सरप्राइज हुन्छ है। यो बर्थडे बोयको लागि चाहिँ पन्नुको लागि चाहिँ सरप्राइज हुन्छ। के त्यसलाई याद छैन हामीले होइन केकहरू अर्डर गरेको छ भनेर। सो लेट्स सी। लप्सी ग्याङ जिन्दाबाद। तिमी अर्को ग्याङ भन्नु न। चुस्ता ग्याङ धमाल हुन्छ भोलि चाहिँ। पक्का पनि यो टुटुस हो जस्तो लाग्दैछ। टुटुस होला हो नि हो केक तीनजनाको केक ल्याउनु सक्छ बनाइदिएन होला। कस्तो जोगाड ल्याएको छु मैले। थ्याङ्क यू अङ्कल थ्याङ्क यू अङ्कल। केकले गर्दा मैले मान्छे नाली लिएको केक अब हिफाजत होइन एउटा एकदम। मैले आज मान्छे हालिदिनु बरु केक लान्छु होइन त्यो म त जाने अब के खोजेको। Good morning guys. Let me show you this place first. So this is the place where we will hang out today. So actually हामी यहाँनिर यो हाम्रो मेरो कौवा बुदामटार। सो यहाँ चाहिँ हामी आज बर्थडे सेलिब्रेसन गर्नु भनेर सोचिरहेको छौँ म र मेरो साथीहरूले। जस्ट पिकनिक जस्तो हो एन्ड पन्नुलाई चाहिँ सरप्राइज हो। पिकनिक चाहिँ हुनेवाला छ तर हामीले केक चाहिँ हिजो ल्याइसकेको छौँ एन्ड त्यसलाई चाहिँ याद छैन केकहरू ल्याएको छ भनेर। सो सोचि त रहेको छौँ यहाँनिर गर्ने भनेर हो। छुट्टै हुन्छ लेट्स सी। सो जस्ट चेक इट आउट। सो आफ्टरनुन चाहिँ आई डोन्ट थिङ्क यहाँनिर यस्तो राम्रो हुन्छ भनेर किनभने हावा ज्यादा आउँदैछ अहिले घरि। यो चाहिँ हामी हल्का बर्थडेको पिकनिक खानु गएको। यहाँ छ अब सामानहरु यो हो। यहाँ चाहिँ हाम्रो मेन क्यारेक्टर चाहिँ हाम्रो मेन क्यारेक्टर मेन बर्थडे बोय छ अंकित दिदी। बर्थडे बोय भन्न चाहिँ रहेको चाहिँ हामी चाहिँ यहाँ फेरि हो। बर्थडे बोयले हतु बनाइसक्यो। पिकनिक 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 बनबाद तारदुरा। एक हातमा कुकर एक हातमा साउन्ड बक्स। झोलामा चाहिँ के छ तर मलाई थाहा भएन। मलाई चाहिँ टाउमा छ जस्तो लागेको छैन। केटाहरूले हत्तु बनायो। यो जग्गा चाहिँ चितुवा बस्ने जग्गा हो गाइसहरू। हेर्नुहोस् माथिसम्म छ यस्तै गुफा जस्तै छ। त्यही त कहाँ गयो केटा डेक्सी उयो बोकेर। अब चाहिँ हामी गइदिनुपर्छ रोन्ज आएर ल। केटाहरूलाई राखिदिउँ कि हामी लाग्दिनुपर्छ। हाम्रो डेस्टिनेसन पिकनिक स्पट हो तर हावाले अलिक दिनला जस्तो छैन। तर हेरौँ के हुन्छ। अब के मेन कुरो त हावा स्टार्ट हुनु थालिहाल्यो। मेन कुरो त अब यहाँ सेटअप गर्नुपर्छ। मेन कुरो त हो केही छैन यहाँनिर। ढुङ्गा इभन ढुङ्गा पनि छ। ढुङ्गा पनि खोज्नुपर्छ। चुला बनाउनु पर्यो पानी ल्याउनु पर्यो सबै प्रिपेयर गर्नु पर्यो। अब निकै काम छ। खास हो त मैले त्यति बेला त खास केटाहरूलाई त्यति बेला 11 बजी त मैले गेट टुगेदर हुँ भनेको थिएँ कि तर अब केटाहरू एकदमै लेट टु लेट। अब हामी चाहिँ खाजा चुला चाहिँ यतापट्टि बनाऊँ भनेको। यतापट्टि देखाउँ त। यो ब्याक साइड चाहिँ यो हो तर एउटा ढुङ्गा पनि छैन केले बनाउने चुला। यता बनाउनु हो चुला चाहिँ किन टावाभित्र हुँदैन। चुला चाहिँ यहाँ बनाउने त्यो साइड हुन्छ। टाइम भइसक्यो कति 1 पनि बजेछ। साह्रो छ है बर्थडे खानु चाहिँ। यहाँबाट आएको हामी चाहिँ आउँदाखेरि चाहिँ यो ढुङ्गा यहाँ छ दिउँगो। यहाँ छ दिउँगो। यो गाउँलाई चाहिँ टाढो भनिन्छ। दिउँगो हेरौँ देखाइदिउ त। ढुङ्गा यही
हामी ठाउँमा पुगेछौँ भन्दैछ यस्तो झुट बोल्छ केटाहरू चाहिँ आमा यिनीहरू हो ढिलो गर्ने चाहिँ यिनीहरू हो यति साह्रो ढिलो पनि हुनु हुँदैन है बर्थडेमा गरेको न हौ दाउराहरू पनि लिएर राख्छु हेन्डी बोय क्यामेरा छोड हैप्पी बर्थडे थ्याङ्क यू यो बर्थडे भयो चाहिँ हैप्पी बर्थडे हो आज ए बन्नु नाति खाना न यो हो यताबाट खानु भन्नु त थ्याङ्क यू म्याम थ्याङ्क यू अब यहाँ दाउरा भयो भारी कम्प्लिट नखिच्दा त केटाहरू चाहिँ फेरि सामान लिनु गएको छ हो हामीलाई चाहिँ छोडिदिइरहेछ खाँदा गर्नु यति खानुपर्छ हामी आधी खाएर चाहिँ यिनीहरूलाई पानी हाल्दै राख्नुपर्छ आइपुगेछ केटाहरू माथिबाट हेर्नु सक्नुहुन्छ पतञ्जलि सेफ सुबु ब्रोको गाउँबाट अन्त स्पेसियलिस्ट भन्दै न त के स्पेसियल आजको स्पेसियलिस्ट चाहिँ अब मै हो खास ब्लग चाहिँ यताको हो चस्मा लगाउनेको प्राडाको चस्मा अल द वे फ्रम दुबई त बर्थडे भयो होइन नि अन्त के हो अन्त बर्थडेको तेल फाल्नु पर्छ नि भाइ पहिला हुन्छ त्यो घोड्दा कता जान्छ नि त लु दल त भाइ यस कता जान्छ अलिकति दल त ल त लु बर्थडे भाइ दल त तिमीहरूले दलेको तेल जान्दैन अरे नि त ल त दल खुट्टालाई त अड्दियो नि के हुन्छ चामल त केमा धुने अन्त त्यसमा भने डेक्सीमै सिधै छुचुत गरेको थियो चाहिँ बोलेन त यो लाटा रहेछ नि त हावा त डेन्जर आयो त है विन्ड ब्लास्ट रोक्ने चाहिँ के छ हौ प्लान बर्थडे बोयलाई आज कुर्बान गरिदिनु बर्थडेमा त हेर्ने मात्रै हो नि त खास गर्ने त हामी यहाँ यस यस हाम्रो गर्ने त यता छ यो डल्लै देखाइदियो यहाँ सबैजना गर्ने अब यता यहाँदेखि लिएर यतिजना छौँ हामी चाहिँ हजुर यता मिनी बादशाह कुकमा आएको छ अहिले बादशाह फ्रम मिसो है बोल्ने मान्छे चाहिँ डङ्जी मिनी सुन्दैछ नि त यता त अभिषेक यता चाहिँ हाम्रो जुझो यता चाहिँ अब अम्बो तँलाई त उयो जस्तो देख्दैन त्यो यस्तो बोल्ने जस्तो देख्दो रहेछ त त्यो केटा जस्तै बोल्दै त्यसको नाम त ए भन्दै बोल्छ नि भन्दै बोल्छ नि दामी देखिँदो रहेछ नि यत्तिकोमा त सेटिस देखिँदो रहेछ खिचिन्छ फोटो मौत के कुएं में खून का ग्रेवी बाय मिस्टर दिवाङ मेहनत दामी छ खुसबुहरू पनि मजाको आउँदैछ राम्रो हुनै पर्यो नि त यो त अब नभए त सानो दिँदैन होला त जिस्काउँदैन त केटाले त घुम्दै पाल्छ नि पानी बाँस दाउरा लिउन आएको दियोङ भाइ र नेहाल चाहिँ खाना बनाउँदैछ आनन्द भाइ ए लु एकजना ट्याक्कै त्यो बोकेर यहाँ छ हाम्रो देउरालीको खास ट्याङ्की चाहिँ अहिले पुरै पुरिसक्यो यो चाहिँ हाम्रो पुरानो देउरालीको ट्याङ्की अहिले चाहिँ एकदम पुरिसक्यो देख्दैन पनि रहेछ रोडबाट है त्यस्तो मजाले आजको अब सेफ त तिमी अब हो अम्बो हावा यस्तो आइदिरहेछ फेरि हो हामी बिस्तारै होला हातहरू उयो जाला फेरि
कृपया गरेर डोनेसनहरु चाहिँ यस्तो होला चाहिँ नदिनु होला हैन लट्ठीहरु त छैन त केटाहरुको त ओइ सुनि ओके सो अहिले चाहिँ हामी केक लिनु जाँदैछौँ केक चाहिँ मैले घरमा राखिरहेको छु सो केटाहरूलाई सरप्राइज अहिले चाहिँ हामी जाडो भएर ज्याकेट लाउनु आएको भनेर चाहिँ भनिरहेछौँ केटाहरूलाई हो अनि अब केक लिएर चाहिँ सेलिब्रेसन हुन्छ एन्ड खानापिना पनि हाम्रो अलमोस्ट पाकिसकेको छ सो अरू त के भन्नु सक्छौ तिमी भाइ अरू त केही छैन केही छैन है त्यति हो प्लान चाहिँ हो सो हेर्दै गर्नुहोस् ओके सो अहिले चाहिँ हामी केक लिएर पनि फर्किँदैछौँ केक चाहिँ जाँदा हजुर हुँदैन है तिमी भाइ किन भएछ बक्स हुनु केक बोकेर जाँदैछौँ अन्त पुग्न डेट हो के गर्दैछ केटाहरू सिरियस भयो त अन्त केटाहरू अन्त ह्याप्पी बर्थडे इमोसनल भएको रुनु न रुनु न एकताल रुनु न इमोसनल भयो नि त रुनै पर्छ नि अन्त मात्रै केक काटिन्छ यस्तो सरप्राइज दिइराख्छु एकदम सरप्राइज कस्तो लाग्यो सरप्राइज भोकै पनि छु टाइट पनि हालिदिइहाल्नु नामहरू पनि हेर्नु ल बर्थडे प्लेमा छैन प्लेमै छ बर्थडे केकमा नामहरू पनि हेर्नु चाहिँ नोटिस गर्नुपर्छ केटाहरूले स्पेसल डिमान्डमा है स्पेसल डिमान्ड हो यो त अब एकदम यस यो नामले त अब हामीले म चिन्छ बस न अभिषेक बस यो चाहिँ कसले हाल्छौ स्प्रेहरू मजाले हाल है लु माथिबाट छोड्दै है बर्थडे बोयलाई एकछिन पहिला केकहरू देखाइदेऊ एकछिन हाल्दा भयो अब युरोलोजी के हाल्दैछ लु केकहरू देखाइदेऊ टेन 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 युरोलोजी जिन्दाबाद क्यान्डल छैन होइन अब यसलाई लाइटर बाल्छौ लाइटर चाहिँ मारेछ होइन एकैछिन यसले बाल्नु बित्तिकै मारिहाल्नु पर्यो पुगिहाल्नु है 1 2 1 2 3 1 2 3 Hi. What kind of lighter? Wind blast ले गर्दा Happy birthday to you Happy birthday to ए म भयो ए ओके छ दामी 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 लो खदा खदा शुभकामना बधाई प्लस यसलाई चाहिँ अब फेरवेल पनि अब
सेफ जर्नी अब अहिले नै छ एडभान्समै हो। अब हाम्रो कुरा एकदम राम्रो राम्रोसँगले गरी खम यो मान्छे चाहिँ अब हाम्रो अहिलेको अब चाहिँ अब के हो खानापिना होला हो। खानापिना खानुपर्छ। यस केक देखाइदियो अझै कसले खान्छ त्यो अझै खाएछ कसले खान्छ खा पाउँदैन है ल पाउँदैन है ल यस्तो चाहिँ पाउँदैन ल कटाइ त के हो अन्त सानो थियो त्यो सानो हो 3 चाक पुग्छ है मलाई त्यस्तो अन्नमा दल्ने सक्ने अब लगेर ओके हामी चाहिँ जस्ट बाहिर यसरी खानापिना बनाएपछि चाहिँ अलिकति चढाउनु पनि पर्ने हुन्छ हो। यसरी चढाउनु चाहिँ मेन्डेटरी हो। यसरी चढाउनै पर्छ नभए चाहिँ अलिअलि बाहिरको सिकारीहरू लाग्छ। एन हाम्रो चाहिँ स्पेसली यहीँ छ अब लामा हो अनि यो चाहिँ चढाउनै पर्छ नि है बाहिरतिर खान्छ है। उयो खाँदाखेरि त्यो केही बिमारहरू नहोस् भनेर मात्रै तिम्रो साथ पाए भने तिम्रो र मेरो कहानी तुमको जग सारा तेरे मुझको या तूने क्या इशारा तेरे लिए दिलों का हौसला चाहे तो सफर की डल्ले डल्ले ओके सो अब हाम्रो चाहिँ पिकनिक सकिसकेको छ। सो पन्नु चाहिँ आउँदैछ ब्यागमा अलिक सामान लिएर। सो हामी 3 भाइ चाहिँ है बक्सक्स लिएर। सो ओके थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। कस्तो लाग्यो के लाग्यो होइन प्लिज कमेन्ट डाउन बिलो। थ्याङ्क यू ल थम्स बाई ल नेक्स्ट ब्लगमा भेटौँ हामी। उपहार मेरै घरमा मेरोबाट चाहिँ होला मेरो चाहिँ होला मेरोबाट